म नमस्कार गर्दछु र साथै तपाईहरु सबैजनालाई साकेला फेस्टिभलको हार्दिक शुभकामना दिनेछु। मैले जाने अनुसार यो फेस्टिभल कृषि प्रधान फेस्टिभल रहेछ र प्रत्येक वर्षको मङ्सिर महिनामा यो फेस्टिभल मनाइँदो रहेछ। मैले आज नै यहाँ आएर जानियो यसको उत्सवमा म कहिले पनि यसरी आउनु पाएको थिइनँ। विशेष गरी म धेरै धन्यवाद दिन्छु आयोजन कमिटीलाई, हामीलाई निम्ताउनु भयो। आयोजन कमिटीलाई धेरै धन्यवाद दिन्छु। उहाँले यति राम्रो डेकोरेसन गरेर यति राम्रो आफ्नो जातिको कला संस्कृतिलाई यति राम्रो यहाँ प्रदर्शन गर्नुभयो र आगन्तुक दिनहरूमा पनि यसरी नै हाम्रो फेस्टिभलहरू हाम्रो गोर्खा जातिको एउटा जातिहरूको यस्तै फेस्टिभलहरू मनाइराखे आगन्तुक उठिआएको नवप्रजन्महरूलाई पनि राम्रो हुनेछ। उहाँले नि सिकिन्छ, नै त हाम्रो यस्तो फेस्टिभल हाम्रो संस्कृतिहरू दिनदिन हराउँदै जान्छ। राम्रो लाग्यो, यति राम्रो तपाईँहरूले प्रोग्राम गर्नुभयो। विशेष गरी म हाम्रो दाजु आयोजक कमिटीको दाजु अनि दाजुलाई म धेरै धन्यवाद दिन चाहन्छु। उहाँले मलाई बार फोन गरेर दिदी बुहारी तपाईँ आइदिनु पर्छ हुन्थ्यो। म यत्रो दिन थिएन यहाँ झारखण्डमा, हिजो बेलुका आइपुगेको हो। गुवाहाटीमा हाम्रो ट्रेनिङ चलिरहेको थियो र आज म यो प्रोग्राममा आउनु पाउँदा र म यहाँ आज तपाईँहरूको यो उत्सवमा भाग लिनु पाउँदा धेरै खुसी भएँ र हजुरहरूलाई सबैलाई धेरै धन्यवाद दिन्छु र फेरि तपाईँहरू सबैजनालाई यो फेस्टिभलको हार्दिक शुभकामना जनाउँदैछु।